हेलो एभ्रिवान, नमस्ते जयमसी। फाइनली मेरो चाहिँ ड्युटी सकिएर म चाहिँ रुम फर्किँदैछु। हाम्रो चाहिँ रुम फर्किने बेलामा यस्तो अँधेरो हुन्छ है। म चाहिँ फाइनली रुममा आइसकेको छु। बिहान ड्युटी जाने बेलामा पनि 5 बजी जान्छौँ, यस्तै अँधेरो हुन्छ। आउने बेलामा नि यस्तै अँधेरो हुन्छ है। म चाहिँ थाकेर हैरान भएको छु अनि भोक पनि लास्टै लागेको छ। गाडीदेखि नै सोच्दै आइरहेको छु म के खाने होला भनेर है। अनि म चाहिँ रुममा आइसकेँ अनि मैले चाहिँ नुहाइधुवाइ गरेर ब्यागस्याग राखेर नुहाइधुवाइ गरेँ। अनि कपडा हिजै धोएको थिएँ अनि कपडा उठाएर लिएर आएँ। अनि कपडा उठाएर लिएर आएपछि चाहिँ मैले के खाने भनेर सोच्दैछु अझै पनि। फाइनली कपडा पनि पट्याइसकेँ अनि मैले सोची पनि सकेँ म के खान्छु भनेर। छिटो मिठो भनेको नुडल्स हुन्छ भनेर मैले पानी गरम गरेँ। अनि अन्डा हालेर खानु पर्ला भनेर मैले अन्डा अनि सबै नुडल्सहरू रेडी गरेँ। भेजिटेबलहरू धोइधाइ गरेर काटकुट गर्नतिर लागेँ। फाइनली मैले चाहिँ काटकुट गरेर पनि सकिसकेँ। अनि अन्डा बोइल गरेको थिएँ, अन्डा पनि पाकिसकेछ। अनि मैले चाहिँ रेडी गरिसकेँ मेरो खाजा। अब म खाना गइरहेको छु। भोक मिठो कि भोजन मिठो भन्छ है। मलाई चाहिँ लास्टै मिठो लाग्यो, छिट्टो मिठो। मलाई चाहिँ नुडल्स नै लाग्छ। यहाँहरूलाई चाहिँ छिट्टो मिठो के बनाएर खान मन लाग्छ कमेन्ट गर्नुहोस् ल।